हामी चाहिँ फाइनली इफेल टावर आइपुगेको छौँ। इफेल टावर गोलाउँपट्टि लागि मान्छेहरू यस्तो लाइन लगाएर बसिरहेको। ओके फाइनली हाम्रो जिसी पनि भेट भयो। जिसी के छ खबर? एकदम ठिक छ। घुमियो हेलो अनि नमस्ते, म हुँ तपाईँकै लामा भाइ। अहिले चाहिँ हामी पेरिसमा 3 हप्ताको छुट्टीमा छौँ र हामी साथीहरूसँग मिलेर आज पेरिसको इफेल टावर घुम्न जाँदैछौँ। र आज हामी कहाँ कहाँ घुम्दैछौँ तपाईँहरूलाई हामीसँग घुमाउनु छ, आउनुसँगै घुमाउँ। हेलो, अहिले चाहिँ हामी बस कुरिरहेको छौँ। मेरो साथमा छ सत्याल। हामी 2 जना छ, रुमबाट निस्किएको 2 जना साथीहरू चाहिँ अघि नै गइसकेको छ। अब हामी चाहिँ इफेल टावर चाहिँ भेट्नेछौँ। एउटा साथी एमबिसीमा, एउटा साथी हाँसमा बिहानै गएको। अब हामी भेट्छौँ 4 जना घुम्नेछौँ। लोकेसन हामी घुम्नेछौँ, त्यसपछि रमाइलो गर्नेछौँ। कहाँ कहाँ घुम्छौँ हामी तपाईँलाई देखाउनेछौँ। हेर्दै गर्नु होला हाम्रो ब्लग। चढ्ने बेला भयो, झर्ने बेला हो। अहिले झर्केको त सक्यो त। अब जे सामानको जे आउलो बस्नु छैन 2 मिनट पनि पर्खिराख्ने। अब यहाँबाट चाहिँ त्यो पर्खिनुबाट अब के हो खोपेकोसम्म हामी 4 मिनट हुनुपर्ने छ। बस 42 कुद्दैछौँ। अब बस 42 आइसकेपछि हामी 30 मिनटको यात्रा पश्चात इफेल टावर पुग्नेछौँ। हामी चाहिँ फाइनली इफेल टावर आइपुगेको छौँ। यो चाहिँ हामी पछाडि साइडमा, हामी अगाडि साइड जाँदैछु फोटो खिच्नको लागि। मेरो साथी कता हरायो? सत्याल पछाडि आउँदैछ। गेन्नाम भाइ अगाडि कुद्दैछ हामीलाई। आयो हामी चाँडै भेट्नेछौँ गेन्नामसँग अनि हामी रमाइलो गर्नेछौँ। फाइनली तपाईँ हेर्न सक्नुहुन्छ इफेल टावर। यो हो इफेल टावर, फ्रान्सको पेरिस स्थित रहेको इफेल टावर देख्न सक्नुहुन्छ। भाइ कहाँतिर हो? कतापट्टि? अब तिमी पछिल्लो ठाउँतिर क्या, यो मूर्तिहरू भएको ठाउँतिर, बाघहरू भएको ठाउँतिर।
पेरिसको इफेल टावर। अब हामी फोटो सेसन गर्छौँ, एक भिडियो फोटो सेसन गर्छौँ, त्यसपछि हामी रुमतिर लाग्छौँ। फाइनली हामीले फोटोसोटो खिच्यो। नामसँग पनि भेट भयो। गुरुङ यतातिर छ। गुरुङ भाइ गुरुङलाई पुरा जाडो भएको छ। गुरुङ भाइ आज पुरा जाडो भएर हामीलाई 1 घन्टा परेको गुरुङ भाइ पुरा जाडो भएर काम बिराएको छ। फाइनली भेट भइसक्यो भने अब हामी जान्छौँ। कति लान्छ हेर, साँच्ची हो। त्यहाँ फोटो खिच्नुलाई हेर्नु कति लान्छ। ओ माई गड, यसो हिँड्नु जाउँ न, त्यो डाँडामा जाउँ, त्यहाँबाट 1 भिडियो फोटो जाउँ अनि यहाँ चाहिँ के जादु सक्छु छ। यो गोलमा फोटो खिच्नु लागि मान्छेहरू यस्तो लाइन लगाएर बसिरहेको छ। ओ माई गड, यहाँबाट फोटो खिच्दा त्यो राम्रो देखिन्छ क्या। फाइनली हाम्रो जिसी पनि भेट भयो। जिसी के छ खबर? एकदम ठिक छ यार। कस्तो भइरहेको छ आजको इफेल टावर? घुमघाम मात्र भइरहेको आनन्द जिसी मेडिकल गएको थियो, भर्खर आइपुग्यो, भेटघाट भयो। हामीले फोटोहरू खिच्यो। भरे फोटोहरू हामी हाम्रो ब्लगमा देखाउनेछौँ। हाम्रो 2 जना केटाहरू अगाडि छन्, सोनाम अनि सत्याल। इफेल टावर लगभग हाम्रो प्रोग्राम सक्यो। भेटघाट घुम्नु धेरै घुमियो। चाबीहरू चाहिँ छैन। अहिले जाडो समय भएर अलिक भिडभाड कम रहेछ। सिजन अफ सिजन हो अहिले। सिजन नभए अब यहाँतिर पुरा मान्छे भिडभाड हुन्थ्यो। आज रमाइलो रमाइलो हुन्थ्यो। जमजम के खाने केटा हो? अब त सक्यो नि हाम्रो, सक्यो। इफेल टावर पछाडि देख्न सक्नुहुन्छ तपाईँहरूले। घुम्यो जोस, रमाइलो गऱ्यो जाडोमा। एकदम जाडो भएको हुनाले हामीले त्यति बस्न चाहेनौँ। सरर घुम्यो अनि फर्क्यो। म्युजिक भिडियो बनाउने भाइ त्यहाँ केटा आऊ डान्स गर्ने भाइ। बुढाबुढीहरू यहाँ फर्किँदैछ। यहाँ हेर पैसाको पावर। फाइनली सक्यो गाइज। अब इफेल टावरलाई हामीले बाई बाई गरिसक्यो। अब हामी फर्किँदैछौँ। हामी 2 जना रुमबाट निस्केको थियो, पछि 2 जना साथीहरू भेट्यौँ। हामी अहिले 4 जना छौँ। 4 जना रुममा जान्छौँ र इन्जोय गर्नेछौँ।